ए भोलिको ल डाइरेक्ट हामी बिहान सामान सबै प्याकअप गरिदिउँ गाडीभित्रै आउँछ नि गाडी आउँछ त्यसो प्याकअप गरौँ त्यस पछाडि अनि हेलो गुड इभिनिङ गाइज अहिले हाम्रो चाहिँ डे 1 को लागि डिब्रिफिङ हुँदैछ जुन चाहिँ फेब्रुअरी 23 तारिक इभिनिङ आफ्टर दि आवर डेलिसियस डिनर गर्दाखेरि भोलिको बारे अहिले बेलुका नै कुरा गरेर आयो भोलि कसरी तयार गर्ने भनेर चाहिँ यहाँ कुराहरू भइरहेछ तपाईँहरूले बुझिदिनु होला धन्यवाद आजै त लमाथाङ होइन हौ डे 1 टुडे उहाँ सिस्टरहरू गुड मर्निङ हाम्रो कमल दाजु गुड मर्निङ ल हाम्रो साइमनजीको ब्लगमा दाजुहरूलाई स्वागत छ धन्यवाद बहिनी आज हाम्रो यात्रा सफल होस् हो नि त हाम्रो बिहानको एकदमै दाजु थ्याङ्क यू हजुरको एकदमै गुड विसेसको लागि थ्याङ्क यू ल अब हामी आज चाहिँ हेलो सिर्जना गुड मर्निङ कस्तो छ हाउ आर यु फिलिङ ओके गुड 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 लु सबै हाल्नु है बिचरा ल मेनली चाहिँ डकुमेन्टहरू पैसा त्यो चाहिँ पहिला पोको पारिहाल्नु ल ल सिर्जना लेट्स गो टुगेदर ल सिर्जनाको सिर्जनाको पनि लगिदिनुपर्छ ए लाउनु लाउनु ल बुढो झरिहाल्नु न झरिहाल्ने सिर्जनालाई सघाउनु पर्छ यहाँ दाईहरूले झार्नुहुन्छ सिर्जना ताला लाउनु ल आउनु है अनि सिर्जनाको पनि लगिदिनु श्री दाजु हजुरको खुट्टा कस्तो भयो बिचरा हस् थ्याङ्क यू दाजु एकदमै शुभकामना शुभयात्रा बुढो यो बहिनीको ल्याइदिनु न सिर्जनाको गुड मर्निङ हो नि दाजु हो तर थ्याङ्क यू अफकोर्स दाजु थ्याङ्क यू हिजो भन्नुभएको के अरे कन्वे एउटा वर्ड हिजो हामीले लर्न गऱ्यौँ दाजु लास्ट नाइट कन्वे हजुर त्यो चाहिँ लहरै जानु हजुरहरूको आर्मीमा हजुर हो त्यो रहेछ एउटा वर्ड हिजो लर्न थ्याङ्क यू दाजु ल यो ब्यागेजहरू चाहिँ हामी यहीँ गेस्ट हाउसमै छोडेर जाँदैछौँ गुड मर्निङ दाजु हाउ आर यु खोइ थाहा भएन दाजु चिया थ्याङ्क यू दाजु हस् सिक्लेस हाम्रो दाजु चाहिँ सिक्लेस जानुहुन्छ हजुरको सिक्लेसको यात्रा र सिक्लेसको एकदमै शुभकामना है दाजु शुभयात्रा हेलो गुड मर्निङ गाइज अहिले हामी चाहिँ गुड मर्निङ गाइज वेलकम टु द भेटरेन गोर्खा ब्लग अहिले हामी यति गेस्ट हाउसबाट है डे 1 ट्रेकिङ लमाथानसम्मको लागि रेडी हुँदैछौँ हाम्रो सामानहरू सबै बाहिर लाने सामान र राख्ने सामान सबै छुटाएर यहाँनिर तयारी
छौँ अब गाडी पड्केपछि स्याप पिउँदै गर्ने हो त्यही भएर चाहिँ यतातिर पनि यताउनु पऱ्यो पहिला यहाँनिर यसरी राखिरहेछ है त के कागज उयस्तो कागज खै छ मेरो ओके हो हो ल नाइस हिजो त आफ्नो गाउँ पुगेर अनि दुईटै कला मेरो गाडी लानु त पुरै नै चाहिन्छ लगाइदिएन फोटोकपी हो त्यही चल्छ बुढो हाम्रो नि गरिहाल्नु त प्लिज सम्झे दाजु बुढो सुन्नुभयो नारिदाको फोटो खिच्नु न छिटो नारिदाको फोटो खिचेर उसमा राख्नु सो भरे सजिलो हुन्छ क्या नारिदा खोजिराख्नु पर्दैन दाजु हजुरको नम्बर कति हो सृजना कस्तो छ फिलिङ्स ठिक छु बेचारा अब त म पनि लेसै खान्छु धेरै खाएँ मैले आई रियलाइज हो हो त्यो त हो गर्नै पर्छ तर बेलुका पनि खाँदिनँ त्यो ए भन्नु है हाम्रो नम्बर 2 हो यो यस हाम्रो झन् दामी आइहाल्यो साथीहरू हाम्रो नाइस थ्याङ्क यू ए बुढो हो त रहेछ त रेकर्ड भइरहेको रहेछ ड्राइभर गुरुजीले राम्रोसँग हामीले चाहिँ दाजु यो दुईटा छोडिदिनु प्लिज यिनीहरू चाहिँ टपमा जाओस् तर ब्यागमा पनि छ ब्यागमा जाने हो सबै खानेकुरा ब्यागमा राख्नु 1 2 3 4 जना 5 जना एकजना ब्यागमा बस्नुपर्छ दाजु तल राख्नुहोस् मलाई हुन्छ फेरि हतार अगाडि गएर परबाट ढिलो गऱ्यो भने रिसै यो चाहिँ तल ए तलै राख्नु न यिनीहरू हामी तल राख्ने यिनीहरू यो दुइटै तल यो वाइ र यो रातो अरू सब माथि दुईजनाले बोक्नु च्यातिन्छ ओ मैले त भनेको यो ह्यान्डलै स्ट्रङै छैन क्या बिचरा जस्तो त जेब्रा दुईजनाले दिनु न बिचराले भनेको यो चाहिँ तलबाट नै क्यारी गर्नु पर्दो रहेछ बिचरा लु थ्याङ्क यू बाबु कति भन्नु त्यहाँ पछाडिबाट ऊ पर गएर सबै गाडीको म पनि हतार गर्छु क्या दाजु त्यो तल दिल दाजु यो 1 नम्बर 48 म र सामेलको नम्बर हो 48 हाम्रो यो होइन ल साथीहरू हामी भरमान ग्रुप
तिनवटा गाडीमा टायर भएर सबै सामान लोड भइसकेको छ। यो 1 नम्बरमा हिँड्छ अनि यो 2 नम्बरमा हिँड्छ अनि त्यो परको 3 नम्बरमा। 3 नम्बर गाडी यो हो, 2 नम्बर, 1 नम्बर सबै हामी तयार भएको अवस्थामा छौँ। हाम्रो ब्लगलाई हेर्दै गर्नुहोला। हाम्रो गन्तव्य तपाईँलाई मनाङ मुस्ताङदेखि फेरि पोखराईसम्मको देखाउने छु। Happy holiday! ल सबै गाडीहरू मोबाइल खिच्नु पर्थ्यो नि। जेब्रा झोला भएकोमा यस्तो रोकौँ भाइ ल बङ्गै फिटिको त्यो ए होइन, अरूलाई भन्नु पर्यो नि फेरि। होइन ठिकै छ, हामी पर्खिन्छ नि कता गयो भनेर। होइन होइन, यो जानकारी त भन्नुपर्छ नि त फेरि। अघि किन्नु पर्थ्यो। होइन अहिले त अर्को फुटेको छ। कसको फुट? तपाईँको? होइन, हामीले मेरो खासमा हेलो ग्रुप 2, हामी सब तयारी होइन त? यस। सब रेडी छु है। अब ड्राइभ सुरु भयो। अगाडिपट्टि हाम्रो गाडी हिँडि नै सक्यो। थ्याङ्क यू। ओके, यसरी हामी चाहिँ अगाडि बढिहाल्यौँ। अब ए ऊ त्यो पुर्लुङ के हो, झर्दैन? बाँधेको छ बाँधेको छ। ब्ल्याक ब्याग ए गुर्जीहरूको होला। राम्रो राम्रो गीत लगाइदिनु है हाम्रो सिस्टरहरूलाई। कस्तो गीत सुन्नुहुन्छ भन्नुहोस्। कस्तो गीत सुन्ने? पूर्वेली भाका, पश्चिमी भाका, नयाँ हजुरहरूसँग ब्लुटुथ छ? ब्लुटुथ छ। अनलाइन कनेक्ट गर्नुहोस् न त। अङ्कल तपाईँलाई जुन इच्छा लाउँछ त्यही बजाउनुहोस्। ओके, हामी चाहिँ अगाडि बढी नै सकेका छौँ। हौ उनीहरू कहिले हाम्रो गन्तव्य पोखरा लेक साइडबाट सुरु भएको छ। आज त डाँडा त माथि त तातो पो रहेछ त, ढुस्सी खालको न्यानो खालको। गाडीभित्र बस्दा त न्यानै छ, अब बाहिर कस्तो हुन्छ थाहा छैन दाजु। हाम्रो 1 नम्बर गाडीले डाइनेक्स जाने सङ्केत गरि नै सकेको छ। हामी यसरी चाहिँ अगाडि बढी यहाँनिर किनेको अलिक सानसानो पर्छ। कस्तो गरी खुल्ला पछाडि आउँदैछ गाडी। गाडी आउँदैछ। आउँदैछ। बरु नम्बरै लेखेर टाल्नु पर्ने रहेछ। पर्दैन, अब के गर्ने। प्रिन्ट गरेर। लु उता पनि जोइ झोला त यहाँ यहाँ रहेछ बाबु। अब उसलाई मारे नि। अब गर्नु अलिकति त ठुलो पाउने खालको हेर्दैछु म। तपाईँहरूको ठुलो छ त, झोलै ठुलो छ नि त त्यहाँ। हजुर धोलै ठुलो छ, तर अगाडि
भन्नुपर्छ हौ दाजु रोकेपछि सेलु दाजुलाई भन्नुहोस् न होइन होइन देख्छ यहाँ रोके रोके देखेँ। त्यसले गर्दाखेरि हामी एउटा मेसेज गर न मेसेज मेसेज हेर्दैन फोनै गरेर अगाडिकोले हो म त पछाडिको मात्रै पनि याद आयो सेलु दाजु हो पछाडि होला पछाडिलाई भन्नु ओनर नै ऊ हुन्छ नि त फेरि रोक्ने ठाउँमा चाहिँ गर्नुपर्छ दाजुले त उठाउनु हुँदैन होइन डबल गर्दा सजिलो प्रकै खाली नहाल्नु के तिमी पाइँदै त बुढोसम्म पैसा मसँग छ होइन नै लान्छु अँ। पछि म एक गर्छु त्यो सिलाउँछु काम दिन्छ नि यहाँ छम्नु चाहिँ छ सानो सानो छ मेरो कपाल डुबी डुबी त्यो बुढी राख्नुहुन्छ चामलको उसले रोक्न आँटेन मोबाइल जानुलाई खाँदैछ थाहा उहाँहरूले हिँडिराख्नेलाई पैसा नि पछाडिले नि बुझिहाल्नु पर्यो कि रोक्नु पर्यो भनेर बुद्धि चाहिँ राम्रो दोहोरो छ होला कुरोले ऊ त ठुलो भुइँको चाहिँ फेदको कालो कालो कुरोलाई पठाइहाल्नु न चाहिँ म पाइँछौँ होइन कति टाढो हो कति टाढो अस्ति हामी झरेको यहीँ रहेछ त्यसो हो होइन बुढो होइन हामी त त्यसमै त आज त म मरिमरि नखाने दिल दाजु आज त मरिमरि नखाने अरे त्यो गाई चाहिँ हिजो त बिर्सेर त्यसपछि हिजोको खाना साह्रै पिठो भयो हो अस्ति नै त्यहाँ आउनु नि होइन केही प्रसाद दाबु लगाइदिनु न प्रसाद दाबु आउँछ हौ अहिले श्रद्धाञ्जली गर्दैछु लभ यु लभ यु यो बागलुङ आयो हो यो हजुर बाग्लुङ आयो इन्फर्मेसन दिँदै जानु है ल बागलुङ आयो एकदम ब्ल्याक टप रहेछ ब्ल्याक टप रहेछ हजुरहरू चाहिँ कताबाट हुनुहुन्छ हामी अहिले पूर्वबाट आएको सक्नु पैजानु पूर्व कुन ठाउँबाट इन्टरी धरान सबैको फर्स्ट टाइम भाइ हजुर सबैको हामी सबैको फर्स्ट टाइम हो कि ए अहिले हजुर सबै भिजिट फर्स्ट टाइम हुनुहुन्छ फर्स्ट टाइम तपाईँले भन्दै लानुहोस् थाहा भयो कुरा हस् हस् हजुरहरू ढुक्क भएर बस्ने मेरो चाहिँ सेकेन्डचोटि थर्डचोटि अनि पोखरा त पहिले नै आयो तर त्यो मुक्तिनाथ जाने चाहिँ फर्स्टचोटि हामी उता छेउताको छेउछेउ भित्र मन्दिरमा पनि दर्शन गरे पनि कहिले इच्छाको आमा हुँदै फेरि दिलको निस्किन भने त नि अघि मुखको भयो अब भयो ब्याट्री चार्ज ब्याट्री सक्यो बागलुङ 61 किलोमिटर पो रहेछ धेरै सक्यो यतिमा भइहाल्यो त अर्जुन सक्यो हामी ठाउँ ठाउँको त खिच्नु पऱ्यो नि त
यतिमा चाहिँ हामी प्रवेश गरिसकेको छ है साथीहरू। हाम्रो एरिया खुम्चेर आएर अब एकदमै न्यारो खोला बाटो मात्रै अगाडि बढिरहेछ यसरी। अब चाहिँ सिधै बाटो मात्रै अगाडि बढिरहेछ अनि घरहरू दोकानहरू कमी भएर आयो। 2-3टा बाटोबाट चाहिँ अहिले एउटा क्यारिजवे 1 क्यारिजवेमा पऱ्यो भयो। अहिले हामी चाहिँ यहाँनिर आएर हल्का यसो पिसाब फेरेर बसिरहेको हजुर टिम्बर हो। लुम्ले कफी स्टेट छ अरे। हाम्रो त आएकै छैन। बसन्तको पाखा तर तिम्रो सबै राम्रो झन् राम्रो आँखा हिउँदोमा बसन्तको पाखा तर तिम्रो सबै राम्रो झन्। हाम्रो माथि रोक्या थियो कि क्या हो? होइन अगाडि छ। ए गइसकेछ। रिभर होटल एन्ड रेस्टुरेन्ट हरे के हो ल। सबै यतातिर अब हाम्रो यहाँ हल्का खाजा पान हुन्छ होइन। लिम्बू होला भने त लिम्बा पो रहेछ। लिम्बा अथेन्टिक। म त लिम्बू पो रहेछ भनेको नि। ल यहाँ के हो के भयो फेरि? त्यहाँ के हुँदैछ अगाडि हेर न। अब सर यसरी बस्ने हो है। ए मिठो हो ठकाले हो के? ए ओके।
ल फापरको रोटी दाजु दामी छ राम्रो छ चाउमिन खानेहरू पुरा खायो चाउमिनबाट क्यान्सल भएर फापरको रोटीमा गएछ है तपाईँको भाइ आउँछ ल नि त घरमा कमाउने मौका खुब पाएको छ है साथीहरू बिल मलाई त्यो धेरै डिटेलमा चाहिँदैन इस्टिमेट बिल दिनुहोस् यहाँ किनभने यहाँ हामीलाई हिसाब राख्नु मात्रै सजिलो होस् त्यसो गर्नु त 6,790 भनेपछि 7,000 म तपाईँलाई 7,000 दिन्छु टाइम दिनु भयो भने मिठो बनाइदिनु त्यही गरेर टाइम हामी अब म ब्रेकफास्ट सेट भन्ने दिन्छु है ब्रेकफास्ट सेट टोटल यति भन्दै होइन मैले यो बसेको तपाईँलाई पोखराबाट आउनुभएको हाम्रो यहाँ थकाली खाना नै पाइन्छ हजुर कहिले बनाउनुहुन्छ तपाईँ कस्तो रहेछ यो लाटे दाजु हामीले हाम्रो नेपाली अब सबै त नभनौँ मलाई चाहिँ एकदम लाग्यो राम्रो लाग्यो टेस्ट पनि म चाहिँ खानु सक्दैन एकदम लाटे राम्रो छ हजुर पनि यो चाहिँ लाटे हो हजुर लिनु के छ आज यहाँको लाटे खाएर जाउँ भनेर लाटे खाउँ दाजुलाई अर्डर गर्नु होइन भयो ए तपाईँ के हो नानी भर्खर अहिले लाटे त खाने होइन पिउने कुरा हो न त्यो त हो अहिले भयो अब भरेतिर के कापुचिनो लिनुहुन्छ नै नै थ्याङ्क यू अहिले भयो ल ग्रिन ल्यान्ड कफी ओके हुनुहुन्छ भने हामीलाई भन्नुहोस् है त अनि यहाँ त पेपरको बाबु पो रहेछ उसकै एउटै रहेछ है त्यही भएर यता उता गर्दा तपाईँहरूले ऊ हेर्छ बिचरा पूर्वी ब्लू त्यस्तो मैले त उसलाई भेटेको जुत्ता यो त हाम्रो पनि यहाँ निकाल्नु पऱ्यो नि फेरि यो पाहाडमा चाहिँ त्यो एउटा ब्ल्याक म्याक भन्ने भन्छ नि हो त्यो पाउँछ है कतातिर यो पाहाडमा चाहिँ के गर्यो अरे ब्ल्याक म्याट हुने भन्ने कि एउटा बिरमाउरी त्यो पाउँछ यहाँ हजुर हो त्यो माटो
तपाईँ एउटा म्याट हुने भन्ने हुन्छ नि गोली त दार्जिलिङकै छ हौ चाका बेच्ने दार्जिलिङकै छ क्या अनि डेन्जर पिताहरू आयो भने के बात भएन म्यादी म्यादी खेद्नु न म्यादी म्यादीहरू बाई बाई गर्नु न हेलो भन्नु न यता हेलो गर्नु उनीहरूलाई बच्चा हो के गरे कि यिनीहरू खास गरी नेताहरू हिँड्दैछ अनि चुनाव लाउन लायो अब चेकिङ बसिहाल्छन् बाटो बाटो के गर्नु चेक गर्नु होइन मान्छे बाहिरबाट आएर भोट लाउँछ भनेर कि झगडा गर्छ भनेर कि के हो सुरक्षा अलिकति टाइट रहेछ मोदी हामी अहिले मोदी खाने दुई हात छन् घरमा त आफू एक्लो छन् अझै नि किन गोताले अनि डेन्जर आयो भने त ठीक सरकारी दागिरा ए भन्छौ तिम्रो छोरा ए बुढो मेरो दबाई नि एमलो डिपेन्ड नि तपाईँको झोलामा तिरेछ एउटै छैन अनि मेरोबाट खाँदा हुन्छ दिनु अब अहिले भरे एउटा चाहिँ खाएँ कताबाट मेरो झोलामा लाग्यो आफ्नो आफ्नै दबाई छ सँगै लडिरहेको थियो नि त सुन ताती गन्दिन गाइसो पात भन्दिन सुन ताती गन्दिन